हेलो एन्ड नमस्ते सबैजनालाई। मेरो नाम चाहिँ सबिन बुढाथोकी अनि मैले अहिले युके को लागि मास्टर्स प्रोग्रामको लागि एप्लाई गरेको थिएँ र मेरो भिजा भने 4 दिनमा आइपुगेछ। जब मैले अप्रिल 10 मा बायोमेट्रिक्स र भिएफएक्स गरेर बुझाइसकेपछि मेरो 4 दिनमै भिजा आउन सक्सेसफुल भयो र यो ठूलो सक्सेस पछाडि ट्रस्ट एजुकेसन कन्सल्टेन्सीको एकदम ठूलो योगदान छ। त्यसमा पनि अझ हाम्रो युके को कन्सल्टेन्ट एजेन्ट म्याम रश्मि देवकोटा म्यामले एउटा ठूलो भूमिका खेल्नु भएको छ। उहाँले मलाई हरेक स्टेप्समा गाइड गर्दै साथ सहयोग दिँदै अब नभएको ठाउँमा आफैले कसरी हुन्छ आफ्नो फुल एफर्ट लाएर मलाई प्रोसेस गर्न हेल्प गरिदिनु भयो। त्यसमा उहाँलाई पनि धेरै धेरै थ्याङ्कफुल छु। अनि मैले लगभग 2 चोटिसम्म ट्राई गरेँ क्यानाडाको लागि, जुन चाहिँ मेरो रिजेक्सन भएको थियो र 1 वर्षदेखि म यहाँ बस्दाखेरि मलाई कता कता प्रेसर थियो, आत्तिन्थे, कतै हुन्छ कि हुँदैन, कहाँ गएर कसलाई भरोसा गर्ने भन्दाखेरि एउटा मात्र बाटो भेटाए, त्यो भने ट्रस्ट एजुकेसन कन्सल्टेन्सी हो। म जति आत्ते पनि उहाँहरूले मलाई साथ सहयोग सधैँ दिएर एकदम मद्दत गर्नुभएको छ। त्यसको लागि धेरै धेरै थ्याङ्कफुल छु र म अरूलाई पनि रिकमेन्ड हाइली गर्छु ट्रस्ट एजुकेसन कन्सल्टेन्सीको लागि।